सुशीला म्याडम जसपा प्रतिनिधि सभा सदस्य उहाँ धेरै दौडधुप गरेर यस अभियानमा निकै लागि पर्नु भएको छ। उहाँको योगदानको कद्दर हामी सदा गरिरहनेछौँ। उहाँको साथमा अन्य मान्यज्यूहरू मन्त्री पूर्व मन्त्रीज्यूहरू पनि लागि पर्नु भएको छ। धेरै धेरै धन्यवाद। र अहिलेको समय सुशीला म्याडमलाई मैले दिएँ। यस जानकारी नागरिकता संशोधनको सवालमा जानकारीको लागि जुन यो कार्यक्रम राख्नुभएको छ यसको सभाध्यक्ष महोदय, अब यसलाई अलिकति स्पष्ट बनाउनका लागि हाम्रो संयोजकजी सन्तोष लिम्बुज्यूले पनि धेरै कुराहरू भनिसक्नु भएको छ। र यो अलि हतार हतारमा नै त्यो नागरिकता विधेयक आउँदैछ भन्ने कुरा मैले जानकारी पाइसकेपछि यो कार्यक्रम गर्ने, के संशोधन गर्नुपर्ने र आएको संशोधन जे बुदा छ, जे बुदालाई नै टेकेर गर्नुपर्ने र अरू नम्बरहरू, अरू बुदाका नम्बरहरू चाहिँ ओपन गर्न नसकिने परिस्थितिको बारेमा हाम्रो छलफल भइसकेपछि हामीले संशोधन हालेका छौँ। अब त्यो संशोधन चाहिँ सदनबाटै नागरिकता संशोधन विधेयक चाहिँ पास हुने भन्ने कुरा पनि चलेको थियो। तर हामीले सदनमा नै त्यो छलफल चल्दाखेरि गहिरैमा जान नसकिने र त्यो संशोधनको औचित्य पुष्टि गर्न नसकिने र संसद चाहिँ भन्दा ठुलो सभा हुने भएको हुनाले सबैले समय लिएर बोल्न नसकिने परिस्थितिमा समितिमै जाओस् भन्ने हामीले डिमान्ड गऱ्यौँ। त्यसो भइसकेपछि अहिले राज्य व्यवस्थापन समितिमा यो संशोधन गएको छ र अब त्यो कहिलेदेखि खुल्ने के स्थिति छ त्यो बारेमा म पूर्वतिरको भिजिटमा भएको हुनाले मैले सबै कुराहरू बुझ्न पाएको छैन। म हिजो राति आएँ, आज पनि मिटिङहरूको चापमै नै यो हजुरहरूको यो कार्यक्रमलाई पनि सहभागी हुनलाई समय निकाल्नुपर्ने परिस्थिति बन्यो। अब यो एउटा भनेको यो चाहिँ हाम्रो गोर्खा भर्ती अथवा गोर्खा चाहिँ लाउरीहरू एनआरएन नै हो भन्ने एउटा पक्ष र एनआरएन होइन यो फरक हो भन्ने पक्षमा अझै तलसम्म र यहाँहरूकै बिचमा पनि त्यो चाहिँ जुन खालको बुझाइ छ त्यो बुझाइलाई एकमुष्ट गरेर लानुपर्छ भन्ने मलाई लाग्छ। अब यहाँ एनआरएन भनेको अब मैले पनि बुझ्दाखेरि नेपालमा नागरिकहरू नागरिकता छोडेर, नागरिकता त्यागेर अब विदेशमा कमाउनका लागि, रोजगारीको लागि, रोजीरोटीको लागि जानुभएको साथीहरू हुनुहुन्छ, नेपाली नागरिकहरू हुनुहुन्छ। त्यो गैर आवासीय नेपाली नागरिक भनेर हामीले भनेको छौँ। त्यसलाई नागरिकतामा अलिकति संशोधन पनि भएको छ, जो चाहिँ उहाँहरूले कमाउनु भएको उहाँहरूको सम्पत्तिहरू यहाँ ल्याउन पाउने हिसाबबाट अलिकति सम्बोधन भएको छ। तर गोर्खा भर्तीमा नेपाली भए बापतै हैन, नेपालीलाई नै लाने जुन खालको त्रिपक्षीय सम्झौता भयो, सुगौली सन्धि भयो, थुप्रै खालको सन्धि र सम्झौता भइसके पछाडि अब गोर्खाबाट चाहिँ बाहिर नै बसेर आफ्नो छोराछोरी को शिक्षा दीक्षा जागिर अनि त्यसपछि बाहिर नै गर्ने जुन खालको अहिले चाहिँ ब्रिटेनमा नै ब्रिटिसमा नै हैन बस्ने खालको कुराहरू पनि अहिले भइरहेको छ बेलायतमै। उहाँहरू नेपाल फर्कन चाहनुभयो भने नेपाली नागरिकता पाउनुपर्छ अथवा त्यो नागरिकताको निरन्तरता हो भन्ने सवालमा अब सदनभित्र जुन रूपले चाहिँ लबी गर्न पर्ने थियो अगाडिका दिनहरूमा त्यो लबी हुन नसकेको हो भन्ने मलाई लाग्छ। त्यो बुझाइलाई भित्रसम्म पुर्याउन सकेको छैनौँ र अझै पनि त्यो समस्या रहेकै छ। त्यसो भएको हुनाले हामीले संशोधन हालेको छौँ। अब 8-10जनाले हालेको औँला भन्ने लागेको छ मलाई। अघि नाम पनि भन्नुभएको थियो यहाँहरूले। कसले हाल्नुभएको छ त्यो लिस्ट चाहिँ मैले प्राप्त गरिसकेको छुइनँ अहिले। यो सदन स्थगन भइसकेपछि पूर्व गइयो, पूर्वबाट हिजो बेलुका मात्र आइयो र अहिले
कतिले संशोधन हाल्नुभएको छ के रहेछ भन्ने कुरामा बुझौँला पनि। र अब त्यो संशोधन हाल्नेहरूलाई चाहिँ अब त्यहाँ समितिले बोलाउँछ होइन, बोलाउँछ र हामीले त्यहाँ व्याख्या गरौँला त्यो संशोधन औचित्य के हो भन्ने कुरामा यहाँहरूले निकाल्नुभएका बुक पनि सबै माननीयहरूले प्राप्त गर्नुभएकै छ भन्ने मलाई लाग्छ। अब हाम्रोमा कस्तो भने सबै किताबहरू पढ्ने, बुकहरू पढ्ने र त्योबाट बुझ्ने खालको कति हुन्छ र अब समितिको मा हामी संशोधनकर्ताहरूले गएर औचित्य पुष्टि गरेर बोलिसके पछाडि त्यो निर्णय गर्ने चाहिँ समितिकै सदस्यहरूले गर्नुहुन्छ। त्यसैले यो विषयमा समिति, राज्य व्यवस्थापन समितिका सदस्यहरूलाई पनि हामीले यो सम्बन्धी अलिकति जानकारी गराउनुपर्छ भन्ने मलाई लाग्छ। र अर्को भनेको चाहिँ ती समितिका सदस्यहरू पनि पार्टीको हुइप लाग्ने, पार्टीका ठुला नेताहरूले भनेपछि मान्नुपर्ने र एउटा सांसद स्वतन्त्र भएर आफ्नो विचार राख्न सक्ने परिस्थितिमा छैन। हाम्रोमा चाहिँ अलिकति दलतन्त्रै रहेको स्थिति हुँदाखेरि धेरै नेपाली काङ्ग्रेस, एमाले र माओवादीकै सांसदहरू धेरै पनि हुनुहुन्छ र त्यो समितिभित्र त्यो समितिका सदस्यहरूलाई एउटा अन्तर्क्रिया गरेर हामीले यस्तो कार्यक्रम राखेको छौँ, यस्तो संशोधन राखेको छौँ र यो संशोधनमा तपाईँहरूको चाहिँ सकारात्मक निर्णय आउनुपर्छ भनेर अलिकति एडभोकेसी गर्नुपर्छ होला, वकालत गर्नुपर्छ होला भन्ने म यहाँहरूलाई सुझाव पनि दिन चाहन्छु। र दोस्रो भनेको उहाँहरू पनि नेताहरूसँगै हुनुभएको हुनाले पार्टीका नेताहरू, दलका नेताहरू र गृहमन्त्रीज्यूलाई अझै धेरै हामीले चाहिँ उहाँहरूसँग बसेर उहाँहरूलाई को अफिसमा गएर उहाँहरूलाई चाहिँ यसमा सकारात्मक होइदिनुहोस् भन्ने कुरामा हामीले अलिकति वकालत गर्नुपर्छ होला। र हामी सांसदहरूले त्यो समितिमा नभएका सांसदहरूले संशोधन हाल्यौँ, त्यो संशोधनको औचित्य हामी पुष्टि गरौँला, बोलाउनुहुन्छ, हामी जान्छौँ, कुराकानी गर्छौँ, तर त्यो निर्णय गर्ने चाहिँ समिति र समितिका सदस्यहरूलाई, सांसदहरूलाई, नेताहरू, मन्त्रीहरूले पनि उहाँहरूलाई चाहिँ यो गर यो नगर भन्न सक्ने परिस्थिति बनेको हुनाले उहाँहरूसँग चाहिँ अलिकति मसिनो रूपबाटै अलि भलाकुसारी गर्ने र अलिकति एउटा अन्तर्क्रिया कार्यक्रम गर्नुपर्छ होला। अब 12 गते सदन ओपन गरेको छ। अब त्यो राज्य व्यवस्थापन समितिको सभापति हाम्रो रामहरि खतिवडा हुनुहुन्छ। उहाँसँग अब मैले बारम्बार यो विषयमा सदनमा भेट्दाखेरि, बाहिर भेट्दाखेरि कुराकानी गरि नै राखेको छु। उहाँ पोजिटिभ हुनुहुन्छ, म पोजिटिभ एङ्गलबाटै यसलाई हेर्छु भन्ने कुराहरू पनि गर्नुभएको छ। र यो नागरिकता संशोधन विधेयक चाहिँ समितिमै ल्याउनको निम्ति उहाँको पनि महत्त्वपूर्ण पहल कदमी रहेको छ। त्यसो भएको हुनाले हामीले अब सदन आइतबार के अरे 12 गतेदेखि चल्दैछ र त्यस पछाडि अब यो समितिमा त्यो कहिलेदेखि छलफल गर्नुहुन्छ। आज मैले माननीय रामहरि खतिवडालाई यहाँ देखेको छुइनँ, उहाँलाई पनि बोलाइएको भन्ने मैले जानकारी चाहिँ पाएको थिएँ। त्यसो भएको हुनाले उहाँसँग मैले पनि यसो सल्लाह गरौँला कहिले समितिमा आउँछ, कसरी जाने हो भन्ने सवालमा। र मैले तुरुन्तै चाहिँ हाम्रो दलको नेताहरू, गृहमन्त्रीज्यू र समितिको सदस्यहरूलाई चाहिँ अलिकति हामीले वकालत गर्नुपर्छ भन्ने यहाँहरूलाई म अनुरोध गर्दछु। अब हामीले एउटा अन्तिम चरणमा त हामी आइपुगेको छौँ, तर त्यो अन्तिम चरणमा चाहिँ हामीले यतिकै छोड्यौँ भने त्यसले चाहिँ उपलब्धि प्राप्त गर्न सक्दैन कि भन्ने पनि मलाई लाग्छ। किनभने यो मर्म, यो भावना, यो विचारलाई बोकिदिने सबै सांसदहरू र सबै समितिका सदस्यहरू हुनुहुन्न, किन बुझाइ नै छैन। त्यसो भएको हुनाले त्यो बुझाइलाई गराउनको लागि मैले हाम्रो कृष्णजीलाई, हाम्रो नर्बुजीलाई पनि मैले भनेको थिएँ कि एउटा कार्यक्रमहरू यसो चाहिँ एक दुईवटा कार्यक्रम गरेर यो बिचमा पनि तपाईँहरूले गर्नुभयो भने भेटघाट गर्नुभयो हुन्छ भन्ने मैले कुरा पनि गरेको थिएँ। अब यो बिचमा मेरो उहाँहरूसँग पनि अब कुराकानी त्यति धेरै हुन सकेको छैन, किनभने म पनि कार्यक्रम गाउँमा हिँडिराख्नु पर्ने भएको हुनाले अब धेरै कुराकानी गर्न पाइनँ। यहाँ आइसकेपछि पनि उहाँहरूले फोन गर्नुभएको थियो, खालि म यो मिटिङमै भएको हुनाले म यो मिटिङ चाहिँ जोइन गर्छु मात्रै भनेको थिएँ। त्यसो भएको हुनाले उहाँहरू पनि अहिले यो मिटिङमा हुनुहुन्छ, उहाँहरू मार्फत
होइन। अब मैले कहाँ के कसलाई भन्नुपर्छ अथवा सघाउनुपर्छ, मेरो भूमिका मैले पूर्णतय यो मुद्दालाई उठाइसकेपछि यसलाई निचोडमा पुर्याउनका लागि मैले वकालत गर्ने नै छु। मैले पहल कदमी यहाँहरूको पहल कदमी मेरो साथै रहनेछ। र अब हामीले तुरुन्तै एउटा भनेको मन्त्रीज्यू, गृहमन्त्रीज्यू, दलको नेताहरू, दलको नेतामा अब प्रधानमन्त्री नै हुनुभयो, शेरबहादुर देउपा नेपाली काङ्ग्रेसको सभापति नै हुनुभयो, माओवादीका अध्यक्ष हाम्रो प्रचण्ड नै हुनुभयो, उहाँहरू लगायत उहाँहरू त हाम्रो कार्यक्रममा आइदिनु सक्नु नै हुन्न होला। उहाँहरूसँग समय मिलाएर उहाँहरूलाई पनि कन्भिन्स गर्नुपर्छ। उहाँहरू कन्भिन्स भइदिनु भयो भनेदेखि यसलाई पास गर्नका लागि सजिलो हुन्छ। त्यसैले हाम्रो चाहिँ यो पहललाई, यो कदमलाई चाहिँ निचोडमा पुर्याउनका लागि नेपालमा रहनुभएका हाम्रो गोर्खा को यो मुद्दामा क्रियाशील रहनुभएका, अब मैले चिनेको त फुर्बा र हाम्रो कृष्णजीलाई नै हो। अब यसमा अर्को जुन यहाँ अहिले हाम्रो सन्तोषजीले बोल्दा बोल्दै भन्नुभयो, यो चाहिँ हामी बिचको विभाजन गर्ने, एउटा अर्कोलाई चाहिँ के भन्छ असमझदारी निर्माण गर्ने कामहरू भएको कुरा त अनुभूत भयो। त्यसैले हामी नेपालमा चाहिँ जोइन्टली नै जाउँ भनेर अब मिटिङहरू बस्ने कामहरू गऱ्यौँ। र जोइन्टली नै चाहिँ यसलाई चाहिँ सबैको एउटै आवाज बनाउँ भन्ने प्रयत्नहरू पनि भएर हामीले कमिटी पनि बनायौँ। त्यो कमिटीको परिस्थिति कसरी अगाडि बढ्नु भएको छ त्यो मैले चाहिँ फुर्बाजीसँग, कृष्णजीसँग छलफल गर्न पाएको छुइनँ। तर अहिले मैले यहाँ चाहिँ सन्तोषजीले बोलिराख्नु हुँदाखेरि त्यो हाम्रो जति हामीले योजनाहरू बनाएर अगाडि बढ्यौँ त्यो चाहिँ त्यति फलदायक बनिरहेको छैन कि भन्ने लाग्यो। त्यसलाई पनि कसरी फलदायी बनाउने हो, किनभने हामी जो मुद्दा उठाउँछौँ त्यो मुद्दा उठाउँदाखेरि त्यो मुद्दालाई नै चाहिँ सम्बोधन गर्न गरी हामी सबै संयुक्त रूपले जान सकेनौँ भने एउटा विरोधी निस्किनु त स्वाभाविकै बन्छ आन्दोलनको हिसाबबाट। तर उसको आवाजलाई मत्थर बनाउनका लागि हामीले पनि पहल कदमी गर्नुपर्ने हुन्छ। र उहाँहरू ले चाहिँ क्रेडिट लिने मात्रै हो। अब उहाँहरूले मलाई पत्रकार सम्मेलनमा पनि बोलाउनु भएको थियो, म पत्रकार सम्मेलनमा जान सक्ने परिस्थिति बनेन। त्यसो भएको हुनाले एउटाले गर्ने काम गर्ने, अर्कोले लगेर क्रेडिट लिने हिसाबबाट जाँदाखेरि आन्दोलन गर्नेहरूलाई चाहिँ अलि मार्का पर्छ। तर त्यस्तो नठानिकन जसले जति जति सक्छ, जति बुद्धि हुन्छ, जति काम गर्ने उहाँहरूका चाहिँ क्षमता हुन्छन्, उहाँहरूको चाहिँ कार्यशैली हुन्छ, त्यो अनुसारले नै उहाँहरूले गर्नुहुन्छ। त्यसो भएको हुनाले मूल मुद्दा होइन, यो नागरिकता निरन्तरता र हाम्रो गोर्खा भर्तीमा जानुभएका यो चाहिँ सबै ठाउँको, सिङ्गापुरको पनि, बोर्नाईको पनि र सबै ठाउँका चाहिँ हाम्रो गोर्खामा काम गरिराख्नुभएका व्यक्तिहरू र उहाँका सन्तानहरूले पाउने नागरिकताको निरन्तरतालाई चाहिँ अगाडि लानुपर्छ। र अहिले हामीले यहाँ बाहिर भएका, देशबाट बाहिर भएका नागरिकहरूले पनि भोटिङ अधिकार पाउनुपर्छ भन्ने पनि मुद्दा उठिरहेको छ। अब प्रत्यक्ष निर्वाचनमा त मत दिन नसकेला, तर समानुपातिकमा पार्टीलाई भोट हाल्ने कुरामा यो मुद्दा अहिले चलेको छ। यो पनि सायद यही सदनमा आउँछ होला, बिल निर्वाचन प्रणालीको बारेमा पनि आउँछ होला। निर्वाचन आयोगले यो पनि तयारी गर्दैछ। त्यसो भएको हुनाले धेरै कुराहरू चाहिँ जोडिएर जाने भएको हुनाले यहाँहरूसँग चाहिँ अब सहकार्य गरेर जाने कुरामा सदनभित्र म एउटा सांसदको हैसियतबाट गर्ने भूमिका मैले खेल्ने नै छु र खेलिराखेको पनि छु। र यो जुन तपाईँहरूले जानकारी गराउनका लागि मिटिङ गर्नुभएको छ, यो प्रति, यो आयोजनाप्रति मैले चाहिँ आभार व्यक्त गर्दै मैले गर्नुपर्ने कामहरू यहाँले भन्नुहोला र हामी सहकार्य गरेर अगाडि बढौँ भन्ने अनुरोधका साथ मेरो मन्तव्य मैले यहीँ राख्छु। हस्, धन्यवाद। कानुनी सल्लाहकार, संविधानविद, कानुनविद तथा यस समितिका कानुनी सल्लाहकार द्वय डाक्टर चन्द्रकान्त गेवाली ज्यूको चाहिँ नि अधिवेशनको कारणबाट, बार अधिवेशन भए पश्चात ह्यान्डओभरको कारणले गर्दाखेरि आउन सकिनँ भनेर एपोलोजी गर्नुभएको छ। साथै अधिवक्ता अर्थात् यस समितिका सल्लाहकार योगिता राईज्यू पनि बिरामी हुनुभएकोले उपस्थित हुन सक्नु भएन, उहाँले जानकारी गराउनु भएको छ। र जुन सुशीला म्याडमले भन्नुभएको कुरोमा राज्य व्यवस्थापन समितिका
सभापति रामहरि खतिवडाज्यूसँग पटक पटक हामीले चाहिँ यी कार्यक्रम र जानकारी गराएको छौँ र उहाँले आश्वासन दिनुभएको छ र विश्वास पनि गराउनु भएको छ। जब दुईटै सदनबाट संशोधन आउन साथ गर्नुपर्ने बाँकी कुराहरूमा पनि पहल कदमीमा पछि पर्ने छैन र परामर्श तपाईँहरूको साथ सहयोगमा चाहिँ गृह सहकार्य हुँदै जान्छ भन्ने चाहिँ भन्नुभएको छ। अहिले अन्धवयमा हुनुहुन्छ भन्दै अबको समय मैले समाजवादी नेकपा उपाध्यक्ष तथा मान्य जयन्ती राईज्यूलाई मैले समय दिएँ। जयन्ती म्याडम। धन्यवाद। मान्यज्यूहरू र ब्रिटिस गोर्खाका आदरणीय दाजुभाइहरू सबै यहाँहरूमा मेरो हार्दिक अभिवादन। जुन यो विषयवस्तु त्यस्तो नयाँ त छैन। सुशीला मान्यज्यूले हामी के गरिरहेछौँ भन्ने सन्दर्भमा उहाँले अलिकति कुरा राखिसक्नुभयो अहिले प्रतिनिधि सभामा, र पटक पटक हामी बसिसकेका छौँ। र अहिले यो नागरिकता विधेयक म चाहिँ अब यो राष्ट्रिय सभामा भएको कारणले अहिले त्यो विधेयक राष्ट्रिय सभामा आएको छैन। अहिले प्रतिनिधि सभाको राज्य व्यवस्थामा गइरहेको छ र त्यहाँ धेरै पटक हामीले छलफल पनि गऱ्यौँ र हाम्रो जुन कानुन विज्ञ साथीहरू योगिता अनि चन्द्रकान्त ग्याउलीहरूले चाहिँ यसलाई चाहिँ अलिकति उहाँहरूले अध्ययन गरेर यसलाई सल्लाह सुझाव दिइरहनु भएको छ। त्यस कारणले यो अलिकति फरक विषय नै हो जसले एउटै विषय हो भनेर व्याख्या भइरहेको छ। निकै अब अप्ठ्यारो पनि छ। आज एनआरएन नै हो उहाँहरू पनि भन्ने जुन अब ढङ्गले चाहिँ अब आइरहेको छ र त्यसरी नै हेर्नुपर्छ भन्ने कुरा पनि उठिरहेको स्थितिमा यसलाई हामीले अलिकति बुझाउन सक्नु पर्दछ। र अब यहाँ पनि धेरै लाग्नु भएको छ। यहाँ पनि हाम्रो पूर्व दाईदेखि लिएर अब कृष्ण कुमार दाईदेखि लिएर अरू सबै हिमाल दाई यी सबै उहाँहरू निरन्तर लागि नै रहनु भएको छ। अब तपाईँहरू पनि आज जुन उहाँबाट पनि एउटा जुन सजग बनाउने कुराहरू जानकारी दिने कुराहरू गर्नुभएको छ। यो निश्चित रूपमा यो धेरै वर्षौँदेखि चाहिँ आज भोगिरहेको हरेक विषयमा यो असमानताको लडाइँ जहाँ ब्रिटिस गोर्खाहरूले नेपाली भएकै कारणले चाहिँ आज भोग्नुपर्ने विषय, जहाँ आज ब्रिटिस एउटा विदेशमा चाहिँ अब सरकारले नै सम्झौता गरेर पठाएको विषय र निश्चित रूपमा पढेर लेखेर चाहिँ अब आफ्नो व्यवसाय र रोजगारीको निम्ति जाने फरक हुन्छ। त्यसो भएको हुनाले यो एउटा न्यायको लडाइँ नै हो भनेर म चाहिँ भन्न चाहन्छु। र हामी त्यहाँ अब संशोधन पनि परेको छ। अब हाम्रो समाजवादी पार्टीको हिसाबले भन्यो भने हामी एक त त्यस्तो साह्रै ठुलो भूमिका निर्वाह गर्ने ठाउँमा छैनौँ। तथापि अब अहिले सांसदहरू अलिकति कन्भिन्स हुनुभएको चाहिँ छ। अहिले हाम्रो जुन हाम्रो सबै सांसदहरूले चाहिँ अहिले त्यहाँ प्रकाश जवाला देवी राजेन्द्र पाण्डे अहिले मैसँग हुनुहुन्थ्यो, हाम्रो प्रमुख के अरे सचेतक पनि दलको उपनेता पनि यहाँ एकछिन बसिनुहोस् न भनेको थिएँ, तर फेरि उहाँको उसले गर्दा उहाँ जाइसक्नुभयो। उहाँहरू सबैले नै संशोधन हाल्नु भएको छ राष्ट्रिय प्रतिनिधि सभामा। त्यस कारणले हाम्रो राष्ट्रिय सभामा आइसकेपछि छलफल हुने ठाउँ भनेको हामी संशोधन हाल्छौँ र संशोधन छलफल हुने विधान व्यवस्थापन समितिमै हो र त्यसको सदस्य पनि अब म छु। त्यस कारणले हामीले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने कुराहरू गरि पनि रहेका छौँ र गर्नै छौँ त्यहाँ पनि बसेर। र हामीले पटक पटक पार्टीका नेताहरूसँग नि भेटेका छौँ। यहाँहरूसँगै गएर हाम्रो आफ्नो पार्टीको नेताहरूलाई सबैलाई सम्मानित नेतादेखि लिएर हामीले अध्यक्षदेखि लिएर सबै अलिकति पार्टीका सबै टप लिडरहरूलाई चाहिँ हामीले भेटेर यसको विषय वस्तुमा हामीले जानकारी गराउने कुरा पनि गरेका छौँ। त्यो यहाँहरूलाई सबैलाई थाहा छ। त्यस कारणले मैले यहाँ आज धेरै कुरा गर्नुभन्दा पनि म हाम्रो समितिमा हाम्रो चाहिँ के अरे सभामा आइसकेपछि राष्ट्रिय सभामा आइसकेपछि फेरि पनि अब यहाँ हामी बस्नेछौँ, कानुन विज्ञहरूसँग बस्नेछौँ र यहाँ जुन तपाईँहरूको पनि प्रतिनिधि हुनुहुन्छ उहाँहरूसँग बस्नेछौँ र अलिकति छलफल गर्नेछौँ। अब बेला बेलामा छलफल गर्दै गरौँ र अलिकति अब यहाँहरूले पनि अब होइन अब तत्तिनु पर्ने बेला चाहिँ छ यति बेला। त्यस कारणले यो यसको एउटा सफलता मिलोस् अन्त्यमा म शुभकामना दिन चाहन्छु
र आफ्नो सर मलाई भूमिका काम दिनु पर्यो पछि। निर्वाह गर्नेछु भन्ने यो प्रतिबद्धता पनि जाहेर गर्छु र तपाईँहरूको जुन यो लडाइँमा एउटा भनौँ न यो अधिकारको लडाइँमा म ऐक्यबद्धता पनि जाहेर गर्छु। यति भन्दै आजको साथीहरूलाई धन्यवाद दिन चाहन्छु। म चाहिँ आज बाटोदै हिँड्दा त्यस्तै काम थियो, धेरैवटा ठाउँबाट आउनुपर्ने हुनाले समयमा मैले उपस्थिति पनि हुन सकिनँ। म अहिले फेरि बाटैमा छु, बाटोमा आउँदा यहाँ पार्टी अफिसमा पसेर तपाईँहरूसँग यहाँ कुराकानी गरिरहेको छु र यति भन्दै मेरो आफ्नो कुरा चाहिँ यहाँ अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार। ल धन्यवाद पूर्व मन्त्रीज्यू, यहाँलाई मैले समय दिएँ हजुर। हजुरको चाहिँ 2 मिनटको समय पनि हाम्रो लागि चाहिँ धेरै महत्त्वपूर्ण छ। धेरै धन्यवाद, स्वागत साथै यहाँलाई चाहिँ मैले समय दिएँ डिक सर। ल धन्यवाद सर। अब अहिले मान्यजीहरूले जुन संशोधन प्रस्तावको बारेमा कुरा गर्नु भएको छ होइन, अब मैले खास गरी कृष्ण दाई, फुर्बा दाई र हाम्रो एलबी घिसिङ 3 जना साथीहरूसँग मेरो संवाद भइरहेको छ। मैले उहाँहरूलाई के भनेको छु भन्दाखेरि 1816 को सन्धिको कुरा, 7 नोभेम्बर 1947 को चाहिँ त्यो त्रिपक्षीय सन्धिको कुरा र सन् 2004 मा चाहिँ नि नेपाल सरकारले यो आवासीय भिसाको लागि अनुमति दिएको पत्र चाहियो भनेको छु। त्यसमा चाहिँ अब यो 2टा सम्झौतावाला चाहिँ किताब दिनुभएको छ, मैले अध्ययन गरिरहेको छु। र त्यो सन् 2004 को जुन नेपाल सरकारले चाहिँ अनुमति दिएको जुन चिठी छ त्यो चाहिँ प्राप्त हुन सकेन। त्यो प्राप्त हुन सक्छ भन्ने कुरा उहाँले जानकारी गराउनु भएको छ। त्यसैले मैले त्यो डकुमेन्ट चाहिँ मलाई उपलब्ध गर्ने व्यवस्था गरिदिनु पर्यो। र यो संशोधन प्रस्ताव सम्बन्धी चाहिँ राज्य व्यवस्था समितिको सभापतिसँग मेरो कुरा भएको छ। अब म त्यो प्रक्रिया अगाडि बढाउँछु भनेको छ। तर एकपटक छलफल गरिसकेपछि सल्लाह गरेर बढाऊ, अहिले हतार नगर भनेर मैले हिजो मात्रै उहाँसँग कुरा गरेको छु। त्यसकारण सभापतिसँग चाहिँ अब अलिकति लबिङ गरेर यो चाहिँ संशोधनकर्ता माननीयहरू प्लस राज्य व्यवस्था समितिको चाहिँ सदस्यहरूसँग यो विषयमा अलिक छलफल गरेर जाँदाखेरि प्रभावकारी हुन्छ भन्ने मलाई लाग्छ। त्यसकारण मैले पनि संशोधन प्रस्ताव चाहिँ यो धेरै दुःख भयो, ब्रिटिस गोर्खाहरूलाई चाहिँ के अरे अन्याय भयो भन्ने हिसाबले नै मैले संशोधन प्रस्ताव मैले गरेको कुरा यहाँलाई अनुरोध छ। र यहाँ चाहिँ कृष्ण दाई, अब फुर्बा दाई र एलबी दाईहरूले चाहिँ काम गरिरहनु भएको छ। र उहाँहरूसँग मेरो अब भोलि भेट हुन्छ। अहिले म मोरङमा छु, सार्वजनिक प्रोग्राममै छु। अब कृष्ण दाईले चाहिँ एकपल्ट जोड्यौँ न थोरै समयको लागि भनेर म यो जबरजस्त मैले समय निकालेर जोडिएको हो। त्यसकारण सन् 2004 को ब्रिटिस सरकारले चाहिँ आवासीय भिसाको लागि के अनुरोध गर्यो र नेपाल सरकारले त्यसको लागि आवासीय भिसाको लागि अनुमति दिने भनेपछि के कुरा लेखेको छ त्यो डकुमेन्ट चाहिँ उपलब्ध गराउनु भनेको छु मैले। त्यति भयो भने मैले हाउसमा आफ्नो कुरा स्पष्ट राख्न सक्ने अवस्था बन्छ। त्यसको लागि अनुरोध गरेँ। धन्यवाद। र माननीय मेघमणि चौधरीज्यू यहाँ आउनु भएको छ। स्वागत तथा नमस्कार, अभिवादन मान्यज्यू। जुम मिटिङको आयोजना गर्नुहुने सबै महानुभाव मित्रहरू र यो जुममा जोडिनुभएका यो सरोकार राख्ने सबै महत्त्वपूर्ण व्यक्तित्वहरू, सबैभन्दा पहिले यो जुम आइडी पठाएर हामीलाई निम्तो र यहाँहरूसँग साक्षात्कार गर्ने जुन महत्त्वपूर्ण मौका दिनुभएको छ, म यहाँहरूप्रति म र मेरो राजनीतिक दल एकीकृत समाजवादी पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु र हार्दिक आभार पनि व्यक्त गर्न चाहन्छु। र यहाँहरूले जुन प्रकारको अभियानको थालनी गर्नुभएको छ त्यो धेरै महत्त्वपूर्ण अभियान हो। अब यसमा हाम्रो पार्टी, हाम्रो राजनीतिक दल धेरै क्लियरै छौँ, किनकि यो अभियान एक खालको प्राकृतिक न्यायिक सिद्धान्तको कुरासँग पनि सरकार राख्ने गर्छ कि हिजोको दिनमा नेपालको लागि, नेपाल राष्ट्रको लागि, नेपालको इज्जत माथि उठाउनको लागि यहाँहरूले पहिलो दोस्रो विश्वयुद्ध लगायतका थुप्रै खालका युद्धहरूमा लड्न गए बापत नेपाल सरकारले आफ्नो लागि लडाइँको मैदानमा पठाए बापत जसरी यहाँहरूलाई एउटा सम्मान स्वरूप केही दिए बापत वंशजको नागरिकता जुन नदिने कुरा, खोज्ने कुरा अथवा त्योबाट वञ्चित गर्ने कुरा जुन नेपाल सरकारबाट भइरहेको छ, यो विभेदपूर्ण कार्यको रूपमा म आफूले र मेरो दलले लिएको छ। र यसमा हामी किन यति धेरै उत्साहित छौँ भने
अब यहाँ वंशजको नागरिकता गर्ने बित्तिकै दिने बित्तिकै फ्रिक्वेन्टली यहाँहरू नेपालमा आउन पाउनुहुन्छ। नेपालमा आउने बित्तिकै थुप्रै खालका अब पैसा त आउने कुरा नै छ, पैसा त आइ नै हाल्छ, लगानी भित्रिने नै भयो। धेरै महत्त्वपूर्ण भनेको ज्ञान, हामीले संसारभरिको ज्ञान आफ्नो नेपालमा भित्र्याउन सक्छौँ, जुन नेपालको लागि निकै ठुलो क्यापिटल या पुँजीको रूपमा हामीले लिएका छौँ र त्यसरी नै बुझेका छौँ। त्यसैले नेपालको यदि जिडिपीलाई बढाउने हो भने वंशजको नागरिकता दिएर कुनै पनि तरिकाले लगानी भित्र्याउनुपर्छ, ज्ञान भित्र्याउनुपर्छ, जनसङ्ख्या बढाउनुपर्छ। जनसङ्ख्या बढ्ने बित्तिकै अथवा इकोनोमिक ग्रोथ हुने बित्तिकै नेपालको जुन अहिलेको पोजिसन छ योभन्दा हामी माथि पुग्छौँ। अब यिनी त फाइनेन्सियली कुरा हो, र धेरै महत्त्वपूर्ण अर्को पनि के छ भने गोर्खा भन्ने बित्तिकै धेरै इमान्दार मान्छेहरूको एउटा समूह पनि हो, धेरै इमान्दार। अहिले नेपाली समाजमा धेरै कारणले एक खालको बेमानीहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ र नेताहरूमा पनि त्यो प्रवृत्ति देखिएको छ, जनताहरूमा पनि त्यसो देखिएको छ र सोसाइटीमा त्यो खालको प्रभाव छ। अब सोसाइटीलाई राम्रो बनाउने हो भने धेरै अनेस्ट पर्सनहरू इमान्दार मान्छेहरू नेपालको हरेक ठाउँमा आउनुपर्छ। जुन प्रकारको तपाईँहरूको मनोविज्ञान छ, अनेस्ट मनोविज्ञान, इमान्दारिताको चिन्तन चेतना, कसैलाई नठग्ने, नढाट्ने, कसैप्रति बेमानी नगर्ने, यो गोर्खाजहरूको एकदम महत्त्वपूर्ण क्यारेक्टर हो। यो मनोविज्ञानलाई समेत हामीले नेपालभित्र भित्र्याउन सक्यौँ भने जुन प्रकारको सोसाइटी अहिले बदमासी गर्ने, ठगी गर्ने, अप्राकृतिक कामहरू गर्ने, अवैधानिक कामहरू गर्ने, त्यो चिजलाई पनि हामीले ब्रेक गर्न सक्छौँ। त्यो मेरो बुझाइ छ। र यो सङ्ख्यालाई अलिक ठुलो बनाउन सकियो भने हाम्रो सोसाइटीलाई पनि न्यायपूर्ण सोसाइटी, त्यसपछि राम्रो सोसाइटीको रूपमा डेभलप गर्न सक्छौँ। यसको लागि पनि तपाईँहरू जस्तो मनोविज्ञान नेपाली समाजमा भित्रिनु पर्ने जरुरी छ। अब यी धेरै महत्त्वपूर्ण उपलब्धि हाम्रो लागि हुन्छ, नेपाली समाजको लागि हुन्छ। त्यो कारणले हाम्रो पार्टी सुरुमै राजेन्द्र पाण्डेले नेतृत्व गर्नुभएको सुरुमै हामीले नागरिकता विषयमा संशोधन हाल्ने काम गरेका छौँ। यो कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। र यही वरिपरि रहेर हामीले हाम्रो समाजवादी पार्टीसँग जोडिएका हामी 10 जना, त्यसपछि राष्ट्रिय सभामा हामी 8 जना मान्यज्यूहरू हुन्छ, सबैलाई साक्षात्कार गर्ने काम गरेका छौँ। र गोर्खाजहरूलाई जुन वंशजको नागरिकता दिने कुराबाट जुन वञ्चित भइराख्नु भएको छ अथवा वञ्चित भइराख्नु भएको छ, यसलाई संशोधन हालेका छौँ। संशोधन मार्फत हामीले अगाडि बढेका छौँ। साथै सम्बन्धित सङ्घ संस्था व्यक्तित्वहरूसँग पनि हाम्रो लबिङ रहन्छ। त्यो लबिङ गर्ने ठाउँमा हामी रहन्छौँ। यसको समेत म कमिटमेन्ट गर्न चाहन्छु। आज मेरो पाल्पा जिल्लामा, हाम्रो पाल्पा जिल्लाको अधिवेशन भएको कारणले, म यो प्रदेशको इन्चार्ज भएको कारणले म अलि धेरै व्यस्त भएँ, बिजी भएँ। म समयमा यहाँहरूसँग जोडिन सकेन, यहाँहरूसँग पनि अब कुरा पनि सुन्न पाएन। यसप्रति म क्षमा याचना गर्न चाहन्छु। र सधैँभरि म यहाँहरूसँग, हाम्रो पार्टी यहाँहरूसँगै साथमा छ भन्ने कुराको कमिटमेन्ट समेत गर्न चाहन्छु र मेरो भनाइ सुनाउँछु। धन्यवाद, अभिवादन, सबैलाई नमस्ते।